आजको मेरो कहानी सुरु हुन्छ बिहानै उठेदेखि उठ्यो अनि मुख धोएर टक्क मलसल बोकेर खेततिर गइयो। खेतमा अब पुगिसक्यो मलसल भुट्टाएर ट्याक्क अब फेरि घरको छ क्या मल फेरि मन्टो भाँगिरहेको छ होइन। अब आँसी लिएर गाउँ काट्तिर गइयो हामी। अब हिजो काट्या हो अनि पाकिरहेको चाहिँ आज अलिअलि पाके जतिको काट्ने भन्न आइयो। घाम लागिरहेछ कति काट्न सकिन्छ हेरौँ। यस्तै छ झोले जिन्दगी काम गरे है। सो यता चाहिँ हिजो काट्यो अनि आज चाहिँ यता काट्ने अब यो देखिरहेको यो। अब त्यही हो अब गाउँ काट्न सुरु भइसक्यो अनि अब गाउँ काट्यो लगातार। अब गाउँ काटेर लाग्यो घरतिर। अब ट्याक्क बाटो अप्ठ्यारो छ। गाउँ पनि भस्मै खोप्ने गाउँकै मन्टोभरि खोपिएर केही छैन। घर पुग्यो अब टक्क त्यही हो गाउँसँग सुघाउने अब खानासाना खाने अब बाँकी